अब नेपालको परिस्थिति के देखियो भने राज संस्था स्थापना नगरिकन यो देश नचल्ने परिस्थितिमा पुग्यो। अब किन भन्दाखेरि राज संस्था स्थापना हुन्छ त सर, राजाले त इन्कार गरिसक्नु होइन उहाँले होइन बस्ने होइन उहाँले मान्छन् त होइन दलहरूले जम्मै लेखेर दिनुपर्ने उनीहरूको घर जोगाउनका लागि दिनुपर्छ। अब बेलायतमा राजाको टाउको काटेर फ्याँकेको होइन 10-12 वर्षपछि फेरि तिनीहरूले नै ल्याए नि। यस्तै विदण्डा त्यहाँ पनि भएको थियो, यस्तै विदण्डा फ्रान्समा पनि भएको थियो, कम्बोडियामा पनि भएको थियो भने अब यिनीहरूले त राजालाई खुट्टा ढोगेर ल्याउनु पर्छ। केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल प्रचण्डले राजालाई आइदेऊ, हाम्रो ज्यान बचाइदेऊ, देश बचाइदेऊ। हिजो त माधव नेपाल लगायतले त छलफल त गरेर छ। शरण पर्नुपर्ने स्थिति छ र अब छ होइन 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 पहिले देश जोगाएर तपाईँको ज्यान जोगो भने न संविधान जोगाउने ज्यान अझै खतरामा छ त। यो रोकिन्छ, यो आन्दोलन रोकिँदैन, सुरु भइसक्यो, आइसक्यो यो कुरो धोका भयो है।